विक्रम सम्वत 2030 सालको नेपालको विमान अपहरण नेपालको इतिहासको पहिलो विमान अपहरण थियो, जसलाई विराटनगर विमान अपहरण समेत भनिन्छ। यसको मुख्य नायक नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइराला थिए, जो पछि नेपालको पाँच पटक निर्वाचित प्रधानमन्त्री समेत भएका थिए। विमान अपहरणको योजना नेपाल राष्ट्रिय ब्याङ्कको विराटनगरबाट काठमाडौँमा ल्याइएको पैसा लुट्नु थियो। विमान अपहरणको उद्देश्य नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि सशस्त्र क्रान्ति गर्न पैसा सङ्कलन गर्नु थियो। सो सशस्त्र क्रान्ति राजा महेन्द्रको प्रत्यक्ष शासनको निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध थियो। विमान DHC-6 ट्विन अटर विमान दर्ता नम्बर 9NABB थियो, जुन 2028 मा शाही नेपाल वायु सेवा निगमले खरिद गरेको थियो। गिरिजाप्रसाद कोइराला यो विमान अपहरणको मुख्य नायक थिए। उनी नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि सशस्त्र क्रान्ति गर्न चाहन्थे, तर यसको लागि पर्याप्त पैसा थिएन। उनको भेट दुर्गा सुवेदी, अर्का प्रजातन्त्र सेनानीसँग भएको थियो, जो भर्खर जेलबाट रिहा भएका थिए। उनले जेलमा जापान एयरलाइन्स फ्लाइट 351 को अपहरणको बारेमा पढेका थिए, जसबाट उनले यस अनुसारको पैसा सङ्कलनको उपाय थाहा पाएका थिए। उनीहरूले विराटनगरको नेपाल राष्ट्रिय ब्याङ्कमा काम गर्ने मदन अर्यालबाट ब्याङ्कले विमान मार्फत विराटनगरबाट पैसा ओसार्दै गरेको सूचना पाएका थिए। नरेन्द्र ढुङ्गेल र वसन्त भट्टराई विमान अपहरणको यो टोलीमा सम्मिलित भएका थिए। विमानमा चालक दलका 3 सदस्य र अभिनेत्री माला सिंह सहित 19 जना यात्री सवार थिए। 2030 जेष्ठ 28 मा नेपाल राष्ट्रिय ब्याङ्क भारत अरियालबाट विराटनगर हुँदै काठमाडौँबाट भारतीय रुपैयाँ ओसार्दै थियो। 8:30 मा नेपाल वायु सेवा निगमको विमान काठमाडौँको लागि उडेको थियो। उडेको 3 मिनेटमा नै अपहरणकारीले विमान आफ्नो नियन्त्रणमा लिएका थिए। उनीहरूले विमानलाई फारबिसगञ्ज बिहारमा उतार्न लगाएका थिए। मुख्य अपहरणकारीहरू वसन्त भट्टराई, दुर्गा सुवेदी र नरेन्द्र प्रसाद ढुङ्गेल थिए। गिरिजाप्रसाद कोइराला र चक्र वास्तोला पैसा दार्जिलिङ पुर्याउन सक्रिय थिए। भारतीय नागरिक गणेश शर्माले गाडी हाँकेका थिए। फारबिसगञ्जमा खटिएका अन्य व्यक्तिहरूमा विनोद अर्याल, सुशील कोइराला, मनहरी बराल, राजेन्द्र दाहाल र बिरु लामा थिए। फारबिसगञ्जबाट पैसा दार्जिलिङ पुर्याउन 3 भिन्न गाडी प्रयोग भएका थिए। अपहरणमा एउटा इजाजत नभएको अवैध पिस्तोल, 2 32 रिभल्भर र 1 36 ग्रेनेड बम प्रयोग गरिएको थियो। अपहरणकारी दार्जिलिङ बनारस हुँदै मुम्बई पुगेका थिए। 1 वर्षभित्रमा नरेन्द्र ढुङ्गेल बाहेक सबै अपहरणकारी भारतमा पक्राउ परेका थिए। सन् 1975 भारतीय सङ्कटकालपछि सबै छुटेका थिए। प्रजातन्त्रको लागि खर्च गर्ने भनिएको पैसा दुरुपयोग भएको जनाइन्छ। तत्कालीन समयमा नेपालका विमानस्थलहरूको कमजोर सुरक्षा व्यवस्था र ब्याङ्कमा गोपनीयताको अवस्थाको अपहरणकारीहरूले भरपुर फाइदा उठाएको देखिन्छ। बाहिरी विश्वसँग भर्खरै मात्र खुल्दै गरेको नेपाली समाजमा विमान चढ्नु व्यापक जनताको हैसियत र कल्पनाभन्दा धेरै टाढाको विषय थियो। समाजका केही धनीमनी खातापिता परिवारमा सीमित थियो वायु सेवा। राजनीतिक उद्देश्यको लागि विमान अपहरण पनि हुन सक्छ भन्ने कुरा नेपालको सत्तासीन वर्गको कल्पना बाहिरको विषय थियो। त्यसमाथि बीपी समूहको सशस्त्र सङ्घर्षको नीतिलाई पञ्चायती व्यवस्थाले मत्थर बनाउने प्रयास भइरहेको अवस्थामा विमान अपहरणको घटना अनुपेक्षित थियो। न अपहरणकारीहरूसँग त्यसबारे प्रत्यक्ष वा अप्रत्यक्ष कुनै अनुभव वा ज्ञान थियो, न त विमान चालकसँग कुनै अनुभव। त्यस्तो अवस्थामा विमान अपहरणले पञ्चायती व्यवस्थालाई त झस्कायो नै, त्यसको राजनीतिक सन्देशले संसारभरि तरङ्गित बनायो।